हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईहरुलाई चार घरी भण्डारी युट्युब च्यानलमा। आज हामी घोराइदेखि लमै जाँदै छौं। विशेष काम त केही हैन, त्यही पनि आज पीएम कप क्रिकेट प्रतियोगिता रहेछ। आज चाहिँ सशस्त्र भर्सेस पुलिस प्रतियोगिता क्रिकेटको गेम रहेछ। त्यही हेर्न म र साथी जाँदै छौं। आशा छ भिडियोलाई मन पराइदिनु हुनेछ, सल्लाह सुझाव प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राख्दछु। हिजो के भयो त्यस्तो छोडिदिउँ भन्ने कुरा गरे सबैले। के ल्याङ गर्नु र भनेर नि छोडिदियो। सिमेन्ट सगरमाथा सिमेन्ट फ्याक्ट्री है साथीहरु। घोराइको सगरमाथा सिमेन्ट फ्याक्ट्री त्यो चाहिँ भानपुर चोक डलिबिट भइहाल्यो। घोराइ सिमेन्ट फ्याक्ट्रीमा सगरमाथा सिमेन्ट बन्ने पोलिस सुधार्नु पर्ने अगाडि खाना रहेछ। बोतल सतल बोतलमा थाहा छ सबैभन्दा बढी कमाइ गर्ने भनेको अगाडि खरिद गर्ने होला। हान्न खोजिरहेको यिनीहरूले यार, खडा होला जस्तो छ। टिप्पर जेसिबी के उठाउने बस्नु बेनेली बाइकबाट जाँदैछौँ आज। थुप्रो भएर है त चढ्न लाग्यो पनि 5 वर्ष अनि मेरो जिन्दगीमा फर्स्ट टाइम हो कि हिजो त्यो आजको हाम्रो क्रिकेट गेम हेर्नलाई लमै जाँदैछौँ घोराइबाट। अब के हो कस्तो गेमको त मलाई खासै त्यहाँ थाहा भएन, को आउने कस्तो गर्ने के गेम हो। पै नदीको पुलमा छ साथीहरु। यो चाहिँ हाम्रो चाहिँ यो पहिला पवै खोलो भन्थ्यौँ हामीले, अहिले चाहिँ अब पवै नदी ठुलो छ हाम्रो पवै नदी पनि। बिजो पनि त आइस किन आएछ त्यो पहिला हामी त्यो घर काट्न आउँदा त आइन है कुनै बेला। म एकचोटि आएँ है मम्मीहरूसँग, यस्तो बिजो माले बनो घर काट्न आउँदा साथीहरू हामी त्यही त यहीँबाट त हुन्छ नि। चौपट्टा कुहिरे पानी जाँदैछ, हामी चाहिँ कुहिरे पानी आइपुग्यौँ अहिले। हाम्रो घोराइ 3 होइन, यो घोराइ 3 होला। कोइरी पानी है साथीहरु। यो चाहिँ हाम्रो माइली पुपुको घर पनि यतै पर्छ। साइली पुपुको घर हजुर माथि फोन आयो। यस्तो गाह्रो छ उहाँलाई पनि, बिजनेसम्यान भएपछि गाह्रो। यो चाहिँ कोइरी पानी है साथीहरु। कोइरी पानी साथीहरुले भिडियो हेर्दा हुन्छ, बाहिर बस्ने साथीहरुलाई त्यस्तै हो। सरको फोन आएछ फेरि गाह्रो हुन्छ क्या, डिस्टर्ब गर्न नि मिल्दैन। ओहो चाबी त त्यो माथिल्लो घरमा छ। पानी अब यहीँबाट भेज हाम्रो फुपू घर जाने। एउटा च्यानल छ ए ल, मैले तिमीलाई चिनेको छु। बसन्ती छोरा यो कालसिङको छोरी बसन्ती त्यही त अनि त्यही बाटो तलतिर
हामी हिँड्यौँ, हामी रमाइलो गरौँ। सिरी आएर सिरी 2 बजीभन्दा अगाडि हुँदा हुन्छ। 2 बजी जाने हो। तर हिँड्ने मान्छे नि पछिल्लो चरणमा रमाइलो गर्छ त्यसले। त्यस्तै भइरहेको अहिले। अब त्यो विदेश पनि जान अवस्था आइसकेको छ क्या। अब त्यो कस्तो गर्छ भने पहिलाको खर्चले पुऱ्याउन हामी सक्दैन मेरोबाट। जुन अवस्थामा हामी पहिला थियौँ त्यो अवस्थाले अहिले चल्दैन के। जुन बेलामा तेरा घरमा मेरा घरमा अबको अवस्थामा त अथवा जोस् जुन यहाँ अब हल्का आधी सेटल भइसकेको छ नि त जबमा भुइँमा तिम्रो अब गएर आयो भने म जस्तै हो खेल्नु भन्छ नि आमै छैन क्या अल्टर जान पाइयो तर त्यति बेला त छोड्नु भएको थियो तेरो जबरजस्ती लियो अथवा मैले पनि ठिकै छ जान्छ भनेर छोड्नु मैले माइन्ड एक्लै छु भन्ने भन्नु तपाईँले दुईटा नानी छन् अझै पछि मैले मारेर अब जाने सम्भवै छैन उमेर अब आधा गयो अब हप्ता भएर 15 वर्ष दुःख गर्ने हामीले राम्ररी लियौँ अलिकति गर्न सक्छु भनेर के कस्तो कुरा गर्छ त्यसले त्यो पिछिले त रेकर्ड किन भन्नु पऱ्यो भने आउनु यो ऊ हामी चाहिँ यसमा त म्युजिक जान्छ क्या टेन्सन नगर यो तालमा साइले नि चौपटामा साइले सर एउटा नलगाइस् नि त तेल जोड्ने एउटा हाल लाग्यो के नगर एउटा छ कि अहिले मेरो त भरोसा लाग्दैन अब नि एउटा हालिए छ यार मिटर हिँड्ने हैन बे त मिटर किन हिँड्ने हैन तिरो 40 को 37 मिटर मिटर चला हिँड्दैन साइलेमा जोड लाग्छ यो जग्गा नभए त यस्तो गेम हालेपछि तेल खाना न ब्रेक लाग्दैन नि ब्रेक लाग्छ ब्रेक लाग्छ सम्भावना के हुन्छ भन्छ भने गियर डाउन गर्न मिलेन झ्यापर उठाएर आपतकालीन अवस्थामा अप्ठ्यारो पर्छ भन्ने मात्रै हो स्पिड बढी हुन्छ पहिला म सुपर स्प्लेन्डरमा न्युट्रलमा त झर्थे अरु के कुरा गर्ने मस्कोटको खोला चल्थ्यो साथीहरू मुसोट आयो ल साथीहरू मसोट लेखेको छ कि यहाँ खोला यहाँ चाहिँ लेखेको छ योमा चाहिँ धेरै के अरे वेट भएको गाडी नहाल्नु भन्छ भन्नलाई यो चाहिँ हाल्नुपर्छ डाइरेक्ट भत्काको पुल हो होइन यथार्थ कुरो गर्नुपर्दा त्यो हो हामी यथार्थ बोल्ने मान्छे हो हामीलाई व्यक्तिसँग मतलब हो पार्टीसँग कुनै मतलबै छैन जसले राम्रो गर्यो त्यसैको पछि लाग्ने हो हात धोएर नलायो भने जो साथ सपोर्ट दिन्छ होइन त झन्डा त कुनै बेला बोकियो पनि होला समर्थक पनि भयो होला अब चाहिँ व्यक्ति हेरेर गरिन्छ के होइन र त अब चाहिँ हामी केही छिनमा लमै पुग्दैछौँ लमैको भौगोलिक आज गेम छ ठुलै क्रिकेट गेम हामी चाहिँ खास गेम हेर्न जान लाम पहिला जस्तो दिन समय रहेन अर्जुन खोलामा पौडी खेल्न जाने दिन पनि थियो कुनै बेला तता आइनस् हाम्रो तल्लोपट्टि केटाहरूसँग पौडी खेल्न आउँथ्यो क्या शनिबार भयो के कुदिएर राम्रो हुन्छ आफूले चलाएको बेला बस्दै राम्रो लाग्छ विश्वास लाग्छ अरूले चलाएको बेला धेरै डर लाग्छ आफै जान्छु भन्ने लाग्छ क्या तपाईँलाई पैसा भन्ने लाग्छ इमिडिएट आउँछ रे अच्छा मेरो मोटरसाइकल पन्चर भएको थाहा छ हामी सर्को जोडेर आउँदाखेरि
सब घर पुगिसक्यो होइन नि उकालोमा बनाएको ए झाने दिएर यहाँ बनाएको साइड घरबाट केही साप्लो मागेर मिस्त्रीसँग रहेनछ सामान यो चाहिँ बेल्टमा रे साथीहरू बेल्टमाको सबैभन्दा डेन्जर उकालो चाहिँ यहाँनिर छ अगाडि पराई एक्सिडेन्ट दुर्घटना भन्छ त्यो हुने चाहिँ अगाडि हो नहोस् कसैको पनि सबैको भलो होस् सबैलाई राम्रो होस् दुःख कसैलाई नपरोस् कहाँबाट किन ए यो चाहिँ यहीमा यस्तो यो एकदम डेन्जर ठाउँ हो क्या यो बेल्टमार्को यो उकालो भनेपछि सबैभन्दा दुर्घटना बढी हुने ठाउँ दाङ र नेपालगञ्ज जाने यो चाहिँ नेपालगञ्ज जाने साथीतिर हामी चाहिँ यतातिर हामी चाहिँ लमै लाग्यो यो चाहिँ हाम्रो अर्जुन खोलाको पुल यो पनि भत्काउनुखेर हाम्रा जननेताहरूले होइन यो भत्काएन होला यो ठाउँलाई चाहिँ रात डाँडा भने तर यहाँको ब्यारेक किन फाल्यो है खास ख्याल छ यो ठ्याक्कै कर्नरमा हो क्या यहाँबाट भालुङ लाग्यो अहिले है कहाँ गयो यिनीहरूले ब्यारेक यहाँ आर्मीको ब्यारेक थियो कहाँ गयो हाम्रो दिपकै तल्लोपट्टि दिपकको बहिनी सानो बहिनीको घर यही रहेछ अस्ति भेट भएको भन्दै दिपकै पारि हाम्रो भोटबहादुरको कान्छो कान्छी बहिनीको घर यहीँ छ भन्दै बिटाएर साथै अस्थायी ब्यारेको होइन यो अस्थायी बिट चेकिङ पोस्ट पुलिसको चेकिङ पोस्ट तेल हाल्ने कुरो आयो साथीहरू मान्छे देखिन्न कोही स्टेडियम चाहिँ अब आइपुगिहाल्नु हामी चाहिँ तेल हाल्नु आउने पेट्रोल हाल्छ हजुर प्यारापट्टि खाएर आनन्दले हो नेपालको पेट्रोल पम्पहरू यस्तो हुन्छ साथीहरू गेम हुन्ला जस्तो छ गेम हाम्रोमा चाहिँ 500 को तेल हाल्ने कुरो आएछ त्यो त्यही मैले दिएको पैसाले हाल अहिले पछि मिलाउँला नास्ता खाँदा मिलाउँला क्या अहिले नास्ता तैँले खुवाउलास् तेलमा हाल्छु केही भएन जम्मा 500 को खासै त्यसमा घाम परेर के भयो त अनि $500 मात्र सुटुक्क निकालेको केटाले यार यहाँ नि अब चाहिँ हामी यहाँ पार्किङ गर्छौँ अनि त्यसपछि हामी चाहिँ अगाडि सर्लक्क चाहिँ गेम हेर्न जान्छौँ ल साथीहरू
चाहिँ अब क्रिकेटको लागि अगाडि बढ्यो त केही शब्द बोल्नु पर्यो सर यो खास चाहिँ के हो आजको आज के हो आजको प्रधानमन्त्री कप फुटबल अरे क्रिकेट चलिरहेको छ यहाँ सायद प्रधानमन्त्री आज यहाँ पुलिस क्लब र एटिएफ कसको छ गेम के अरे भन्नाले प्रदेशको मन्त्री कि प्रधानमन्त्री कप तपाईँ त पहिला यस्तो खालको मान्छे होइन यस्तो गेम इन्ट्रेस्ट लाग्छ गेम हेर्ने अहिले चाहिँ इन्ट्रेस्ट राख्नुहुन्छ तपाईँले यताबाट हेर्ने छिर्ने हो उताबाट छिर्ने यार छिरिरहन्छ माथि जाँड छिर्ने घाम छ यार फुर्सल हो कि यो के हो कि चिया बेच्ने हो यो फर्स्ट टाइम म जिन्दगीमा स्टडीमा छिरेको भने फर्स्ट टाइम जिन्दगीको पहिलो अनुभव हो म नेपालमा है यस्तो छ प्याराफिट कता जाने भन्दा भइरहेको गेम गेम बढाइदिँदैन साथीहरू है गेम चल्दैछ कि जस्तो लाग्यो हामी अलिक ढिला भयो जस्तो छ आशा छ पहिलो गेम भइसक्यो हामी सेकेन्ड राउन्डमा बढाएर रहेछ नि गेमहरू ए आसिफ शेखर सबै आएछ त नि हेर्न चाहिँ कता स्वाद पर्छ ए लले सबै आएछ राम्रो खेलाडीहरू नेसनल खेलाडीहरू आएर अहिले चाहिँ गेम बन्द भएको रहेछ पहिलो ओभर भ्याइयो पहिलो गेम भनौँ न एउटा टिम भ्याइसक्यो अब चाहिँ हामी अर्को टिमलाई वेटिङ गर्नुपर्छ यहाँ बसेर त अब मार्केटिङ मान्छे होस् यार यो भिआइपीलाई चाहिँ 200 तिर्नुपर्ने रहेछ साथीहरू प्याराफिट चढ्नलाई हामी चाहिँ अब ल बौला केटाहरू होली है आज साथीहरू होलीको एकदम स्पेसल लागिरहेको छ हामी चाहिँ स्टेडियमबाट बाहिर निक्ल्यौँ अहिले गेम अहिले रेस्ट भइरहेको छ गेमलाई हामी चाहिँ बस पार्क आइपुगेको छौँ बस पार्क होइन हो नि यो चाहिँ के भवन अरे हाम्रो यो नगर विकासको भवन लम्बेको यो हामी चाहिँ बाइकमा आउनाले ज्याकेट लगाएको साथीहरू अन्यथा यो चाहिँ हामी चाहिँ सिङ्गापुरी भेस्ट लगाएर हिँडेछौँ सिङ्गापुरी फर्किन पानी किनौँ त पानी किनौँ पान खाऊँ हुन्छ तर यस्तो हो नि हामी त कस्तो हुँदैछ नि भिआइपीमा जाएर गएर हेर्नु र त्यहाँ बस्नु कि यहाँ शीतल भयो भन्ने मात्रै हो शीतल भयो भन्ने मात्रै होइन सरम नाम सहयोग एउटै कुरा ठिकै छ त हामी माथिको फलो गर्नुपर्छ भन्छन् भन्नु त नियम त्यो तिर्नेतिर छौँ कि हामी नतिर्नेतिर छौँ हामी नतिर्नेतिर छौँ ल ठिकै छ त म त ओके छ जे भने ओके हो म
गयो क्या यसको त अक्षर पनि ठुलो छ बट्टे भेस्टको अक्षर पनि ठुलो छ यसको बाहिर थियो पहिले स्ट्याम्पिङ गरेर टाइगर बिरालो नबने पहिल्यै बलमा दाल त्यही पनि अब यिन दुईटामा बल कति टिचर अहिले गयो ल त साथीहरु आजको लाइभ भिडियो त्यति नै फाइनली गेमको अन्तिम अवस्थामा पहिलो स्टेडियम क्रिकेट मैदानमा हुँदै खुसी लाग्यो आजको भिडियो बनाएको छु क्रिकेट लम्बा स्टेडियम आशा स्टेडियम भिडियोलाई मन पराइदिनु सुझाव प्रतिक्रिया र दिनु बनाउने आज भिडियो आशा जाग्ने छ एउटा तपाईहरुको आगामी दिनहरु मजा आयो जस्तो लाइभ र अलि मजा राम्रो राम्रो लाग्यो तपाईहरुले इन्जोय गर्नुहुन्छ भिडियो